हेलो एभ्रिवान, वेलकम ब्याक न्यू भ्लग साथीहरू। आज म चाहिँ बजार जाँदैछु र बजार जाँदैछु। आज बजारमा गएर के किन्ने सबै कुरा त्यही गरेर देखाउनेछु। म बजार लाग्दैछु ढिलो नगरी। हेरौँ है त कस्तो हुन्छ आजको बजार मेरो किनमेल। अनि त्यससँगै हेरिदिनु होला है त साथीहरू। सो यही बाटो भएर जाने हो। यहाँबाट यो चाहिँ म बस्ने रुम हो। यहाँबाट साइकलमा जाँदैछु सरर। सो साथीहरू, म साइकलमा हिँड्दैछु। साइकलमा बिच बाटोमा म अपडेट गरेर राख्छु है त तपाईँहरूलाई। सो म चाहिँ अहिले बिच बाटोमा आउँदै गर्दा यहाँनिर सफा एकदम सफा नदी रहेछ। कलकल बग्ने। सो म चाहिँ जाने यही बाटो है त साथीहरू। यही बाटो भएर जाने हो। यहाँ चाहिँ एकदम सफा गरेको रहेछ। हिँड्दै गर्दा सफा र खोला भेटेको कारणले गर्दा म यहाँनिर एकछिन रोकेँ र अब यहाँबाट म धेरै टाइम लाग्छ। जाने पर्ने चाहिँ कहाँ हो त्यो सबै कुरा देखाउने छु तपाईँहरूलाई। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। आज भोपाल हुनेवाला छ किनमेल। मैले चाहिँ यो टिकटक पोइन्टबाट आएको पैसाले आज किनमेल गर्नेछु। कसरी पोइन्ट निकाल्ने र कसरी किनमेल गर्ने हो त्यो बारेमा पनि भिडियो बनाउने छु चाँडै। तपाईँहरूले अन्तिमसम्म हेर्नु होला र मेरो ब्लगलाई चाहिँ सब्सक्राइब गर्नु होला है त। त्यसैबाट गाडी आइरहेको छ धराबर। ल बाटोमा अपडेट गराउँछु है त तपाईँहरूलाई। अहिले यहाँ आएर यस्तो भब्बाल देखिँदो रहेछ साथीहरू। म चाहिँ बिच बाटोमा आएको छु अहिले। त्यता गइरहेको छ अगाडि पछाडि यसरी जेट बिमानहरू एउटै यहाँ चाहिँ यसरी लाइन लागेर एउटा माथिबाट आकाशमा एकै दिनमा यसरी चाहिँ अहिले अर्को एकजना हुन्छ एउटा यताबाट आइरहेको छ। एकै दिनमा यही आकाशमा हजारौँ उड्ने गर्छन्। देख्न सक्नुहुन्छ त्यहाँनिर। यहाँ चाहिँ एकै दिनमा यसरी आकाशमा उड्ने गर्छन्। एउटा माथिबाट छ, यो चाहिँ अचम्म लाग्दो हो। सो अगाडि जाम है त। र यहाँ अहिले यो हिरसुदौरी खोला चाहिँ यसरी थुनेर ताल बारिएको छ। यहाँबाट पानी सप्लाईको लागि लगेको देख्न सकिन्छ। यहाँनिर पुल निर्माण पनि भइरहेको देख्न सक्छौँ हामी। अगाडि पुल निर्माण भइरहेको छ। र यो पुल चाहिँ यहाँकै सबैभन्दा लामो पुल हो साथीहरू। यहाँ चाहिँ यहाँबाट मुकायामा जाने पुल हो यो। सो हामी देख्न सक्छौँ गाडी अहिले आउजाउ गरिरहेका छन्। रफ्तारमा छ। आज शुक्रबार हो, भिडभाडै छ भनौँ। ल जाम है त अगाडि कहाँसम्म पुगिन्छ र बिस्तारै बिस्तारै। ल यहाँ चाहिँ बाटो यसरी पर्खिराखेका हुन्छन्। यताबाट आउने गाडीहरू यसरी पर्खिराखेका हुन्छन्। र यो बाटोको अहिले साइड चाहिँ खुलिएको छ। र यताबाट एम्बुलेन्स आएको छ रफ्तारमा। एम्बुलेन्सको लागि चाहिँ यसरी बाटो खाली गरिएको छ। र यता नयाँ पुल उद्घाटन भएको छैन। यहाँनिर हामी आएको वर्ष यो बेस बनाउँदै थियो। लगभग 4 वर्षमा यो पुल चाहिँ बनिसकेको छ। यो पुल सायद अब कति वर्षको लागि बनाएको, अलिकति टाइमै लगाएर बनाएको छ यहाँ।
योभन्दा माथि चाहिँ मुकायामा हो तर जारी छ। अब यात्रा चाहिँ धेरै लामो छैन। अब यहाँबाट अगाडि गएर त्यहाँबाट 5 मिनट जति लाग्छ साथीहरू। त्यसपछि किनमेल बजार चाहिँ आउँछ। बजार आज चहलपहल धेरै छ। आज शुक्रबार हो किनभने भोलि पर्सि बिदा हुन्छ। यहाँ जिन्जिया रहेछ। बाटोमा कोही पनि छैन। म त एक्लै छु साथीहरू। ल त्यहीँ गएर भेट्छु है त। यहाँ चाहिँ यहाँनिर ठुलो तलाउ बनाइएको छ। तलाउ चाहिँ कुनै आर्टिफिसियल तलाउ चाहिँ होइन। यो तलाउमा विभिन्न किसिमका चराचुरुङ्गीहरू देख्न सक्छौँ। यो तलाउ एकदमै यहाँको सबैभन्दा ठुलो तलाउ हो। यहाँको साथीहरू यो पछाडि देखिरहेको तलाउ तपाईँले सायद देखिरहेको तलाउ चाहिँ तपाईँले सायद यस्तो तलाउ चाहिँ कहीँ देख्नु भएको छैन होला। यो चाहिँ एकदमै यहाँको ठुलो तलाउ हो। लगभग यसको 1 किलोमिटर लम्बाइ छ। यहाँनिर पानी बन्द गरिएको छ योभन्दा अगाडि यहाँबाट। र यहाँ चाहिँ विशेष गरेर माछाहरू पाउने गर्छ। चराचुरुङ्गीहरूको अहिले हेर्न पाइन्छ। सो अगाडि बढौँ है त। यहाँ यसरी पानी ओभरफ्लो पानी यसरी गइरहेको छ। र यहाँ चाहिँ यो किन यसरी ओभरफ्लो भएको हो त भन्दाखेरि यहाँबाट पानी सिँचाइको लागि लगेको छ। र यदि सिँचाइ ओभर भइसकेपछि बाँकी पानी चाहिँ यसरी सुन्दर तरिकाले चाहिँ बगिरहेको छ। शान्त सुन्दर। यहाँ चाहिँ चराचुरुङ्गीहरूलाई फोटो खिच्नेहरूको परेवा त्यसपछि अरू चराहरू पनि छन्। ठुला ठुला घाँसहरू पनि छन्। सो यहाँ छ हेर्न सकिन्छ। नजिकैबाट यसरी हाँस पहिलोपटक देखेको मैले। यहाँ परिवारलाई चारो हाल्दैछन्।
यसरी चाहिँ आकाशमा उड्ने हाँसहरू हामी देख्न सक्छौँ। बिचरा भोगा जस्तो छ, आफू के नल्याएर आएको, के गर्नु पर्ने नि, गाह्रो छ। चाहिँ खत्रै रहेछ। चाहिँ माछा मार्न निश्चित रहेछ ठाउँमा। यहाँ परेवाको लागि चाहिँ एकदम उत्कृष्ट ठाउँ रहेछ। घाम पनि लाग्ने, पानी पनि पिउन पाउने। त्यसैले यहाँ परेवा, त्यसपछि यहाँ अरू पन्छीहरू पनि देखियो। ठुलो त्यो आकाशमा उड्ने हाँस त्यो पनि देखियो। किन भन्दाखेरि त्यो अहिले हिमालमा हिउँ परिरहेको छ, त्यस कारणले यिनीहरू अहिले यहाँ छल्नको लागि यतातिर आएको देख्न सक्छौँ। र यिनीहरू केही भोकाए जस्तो छ र यिनीहरूले चारो खोजेको जस्तो देखिन्छ। तर यहाँ चारो दिनको लागि कतै चारो पनि छैन, त्यस्तो आहाराको लागि। सो अब म अगाडि जाँदैछु साथीहरू। त्यही ठाउँ हो। साथीहरू पुगिसकेँ। अब यहाँबाट भित्र इन्टर हुन्छु। आज किनमेल गर्नुलाई के छ त यहाँ पोइन्ट अफ प्रेजेन्ट त आमामा चाहिँ नयाँ वर्षको लागि तयारी के छ त सबै हेर्नेछु मैले। सब लास्टै सस्तो भएर चाहिँ यो 116 सागसब्जी एकदम सस्तो भएर चाहिँ 158 मात्र 170। ला ठोक्दे यसै सस्तो भएर छ। यहाँ चाहिँ यहाँ माथिल्लो तल आएको। यहाँ चाहिँ क्रिसमसको अहिले सेल रहेछ। पहिला म यता पस्छु, त्यसपछि उता जान्छु। र यहाँ चाहिँ टोइलेट यता रहेछ। म चाहिँ किनमेल गर्दैछु अझै। यही हो सिमामुराको सबभन्दा सस्तो बजार। किनमेल गरिसकेको छु र अझै किनमेल गर्न बाँकी छ। हेरौँ मनपर्छ पर्दैन, हेरौँ। सामानहरू यहीँ छ यत्र तत्र। सो के किनेछु बेलुका तपाईँलाई सबै देखाउनेछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। थ्याङ्क यू।
सकिसकेको छ खाइमानु गरेर 3 मिल गरेर सकिसकेको छ साथीहरू। अब चाहिँ म कोठातिर लाग्दैछु। हेर्नु कताको बाटो जाने भनेर सोचिराखेको छु। यही हो 3 मिल गर्नको लागि आउने बाटो यही हो। यहाँबाट आउन सक्नुहुन्छ। यहाँ वरिपरि ठुला मान्छेहरू छन्, त्यहाँबाट प्रवेश गर्ने। ल म चाहिँ अब लाग्छु। यही हो सामान। हाई गाइजहरू, यहाँ चाहिँ हिउँ धेरै थुप्रिएको रहेछ यहाँनिर। ए आम्मामा अनि अहिले यहाँ चाहिँ फाटो गाडीहरू हिँडेको देख्न सक्छु। निका भन्ने कम्पनीको रहेछ। म चाहिँ अब कोठातिर लाग्दैछु। सो जाम कोठातिर किनमेल गर्यो। यही हो सामान। मजा आयो आज। लामो समयपछि फ्रिडमले घुम्न पाइयो। तातो छ आज मौसम। चामाइ त अब यसरी सरर तातो चाहिँ मजाले बसिरहेका छन् आरामले। जुत्ता पस्छ चाहिँ कहाँ छ त? यहाँ चाहिँ सायद त लेडिज मात्र होला जस्तो लाग्छ। जेन्ट्स चाहिँ छैन जस्तो लाग्यो। त्यही पनि हेरिहालमा जेन्ट्स हुनसक्छ। जेन्ट्सको लागि पनि होला नि, लेडिज मात्र नभएर। सायद लेडिज मात्रै होला जस्तो लाग्यो। लेडिज मात्रै रहेछ। जेन्ट्स चाहिँ नो वे। ल अब यहाँबाट एकदम ठुलो हो कि यो चाहिँ। यहाँ चाहिँ सबैभन्दा ठुलो चाहिँ त यही नै होला। किन भन्दाखेरि यहाँ चाहिँ दिनमा केही नभए नि 200-300 जना त यहाँ किनमेल गरिरहेकै हुन्छ। र त्यत्तिकै मात्रामा यहाँ आराम गरिरहेको देख्न सकिन्छ। यो चाहिँ स्यान्दाईकै सबैभन्दा ठुलो सेल सपिङ सेन्टर होला सायदै। यहाँ मजाले सेल लागेको पनि देख्न सकिन्छ। यता झोला रहेछ। झोला कसरी रहेछ त? झोला एउटा हेरौँ न। झोला पसल एउटा झोला मात्र हेर्छु कि मूल्य 5000 झोलाको मूल्य। अनि यहाँ सानो झोलाको कति रहेछ त? र यता जुत्ता पसल छ। जुत्ता पसल हेरौँ न। जुत्ता चाहिँ कति रहेछ? सायद यहाँ पनि लेडिज मात्रै होला सम्भवतः। लेडिज बच्चा-बच्चीको सबैभन्दा बढी त्यो सबै लेडिजकै होला सायदै। लेडिजको सायद लेडी एन्ड फर्स्ट हुन्छ। लेडी फर्स्ट। यहाँ सब बच्चा-बच्ची र लेडिजको हुन्छ। अब अगाडि बढौँ। मैले खोजेको जस्तो जुत्ता पसल भेटिनँ। एकदम अगाडि जाऊँ। अगाडि बढौँ। यहाँनिर खोजेको जस्तो माल त भेट्यो, तर महँगो चाहिँ ए ल 1000 को रहेछ यो। ठिकै लाग्यो 1000 को भनेपछि। ठिकै है। ठिक होइन र यो। 1100 मूल्य घटेको रहेछ। तर यो च्याम्पियन चलेको रहेछ। च्याम्पियनको किनमेल गर्दैछु यहाँ। क्रिसमसको यहाँनिर रुख छ।
यहाँ स्यान्दाईमा यसरी बत्ती बाल्ने गरिन्छ। अहिले जुन विशेष गरी त यहाँ क्रिसमस भन्छ, क्रिसमसको बेलामा यसरी बत्ती रङ्गीचङ्गी गराइएको देख्न सक्नुहुन्छ। यसरी के लेखेको थाहा छैन, तर यसरी बत्तीहरू झिमिक झिमिक गरेर एकदम रमाइलो मोमेन्ट बनाएको छ यहाँनिर। सो यसलाई क्रिसमस ट्री भनेर पनि भन्ने गरिन्छ। यसरी चाहिँ रमाइलो मोमेन्ट छ। रुख त पुरै झिलिमिली बनाएर यहाँ भइतिर पनि। सो यहाँ बुढो मान्छे, ल बाई बाई, म लाग्यो है त। गाडी रोकिएको छ, अब यहाँबाट अगाडि गएर यात्रा यहाँबाट माथितिर लाग्छ। यहाँबाट गए पनि हुन्छ। अब यहाँ चाहिँ स्यान्दाईबाट आउने नागामाचीको स्टेसन हो। यहाँबाट सायदै आज भिडभाड अलि थोरै छ, त्यो भएर अन्त्यबाट जाँदैछु। यहाँबाट निस्किन्छ, गेट यहाँबाट हो। यहाँ चाहिँ बस पार्क छ यतानिर। यहाँ आगन्तुक आउने मान्छेहरू बस्ने बनाएको छ। रात्रिकालीन अवस्थामा तपाईँलाई स्वागत छ। लसन छ। अब यहाँबाट म रुमतिर लाग्दैछु, सोरुमतिर। रात परिसकेको छ। यहाँ फुलहरू यसरी मजाले अक्टिरहेका छन्। नगर बसहरू, अग्ला बिल्डिङहरू। यहाँको छेउछाउको वातावरण। रात्रिकालीन अवस्थामा सबैलाई स्वागत छ। फेरि पनि म चाहिँ अझै बजारै छु। र बजारबाट अब यहाँ रातो बत्ती बलेको छ। अब हरियो बत्ती बल्यो भने म यहाँबाट हिँड्छु। साथीहरू, रात्रिकालीन अवस्थामा कस्तो देखिएको छ। म चाहिँ अहिले नागामाचीको स्टेसनमा चाहिँ छु। यहाँ चाहिँ हरियो बत्ती बलिसकेको छ। स्यान्दाईको कस्तो देखिएको छ साथीहरू, बब्बाल देखिएको जस्तो लाग्छ मलाई त। एकदमै खोला सुसाइरहेको छ रात्रिकालीन अवस्थामा स्यान्दाईको भ्यू देखिँदैछ। हेरौँ है त, यहाँ नजिकै एउटा टावर छ। टावर भोल्युम गर्न सक्छ। भिडभाड छ अहिले। कामबाट फर्किने बेला हो।